झोल शब्दको पहिलो पटक प्रयोग गर्ने श्रेय कसलाई जान्छ भन्छ? इरेस्थेनिसलाई। विश्वको सबैभन्दा सानो महासागर सुमेरु महासागर। कुन महासागरलाई तेलको महासागर भनेर चिनिन्छ? यो चाहिँ हिन्द महासागर। समुद्रको गहिराई नाप्ने यन्त्रलाई के भनिन्छ? फेदोमिटर। आन्ध्र महासागरको बारेमा कुन भनाइ सही छ? यो चाहिँ यहाँ सबैभन्दा अग्लो छाल हान्ने गर्दछ। हिन्द महासागरको सबैभन्दा गहिरो भाग कुन हो भन्दाखेरि जाभा ट्रेन्च। विविधताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ भन्दाखेरि चाहिँ अफ्रिका महादेश। नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ भन्दाखेरि उत्तर अमेरिका। विश्वको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन देशमा पर्दछ भन्यो भने भारत। अफ्रिका महादेशको सबैभन्दा अग्लो शिखर भन्यो भने किलिमन्जारो। नदीहरूको पिता भनेर कुन नदीलाई चिनिन्छ भन्यो भने मिसिसिपी। विश्वको सबैभन्दा अग्लो एन्जल झरना कहाँ कुन देशमा छ भन्यो भने भेनेजुएला। भूपरिवेष्टित मुलुकको सूचीमा आकारको हिसाबले नेपाल कतिौं स्थानमा भन्दा 21औं स्थानमा छ। विश्वको सबैभन्दा ठुलो भूपरिवेष्टित देश काजाकिस्तान हो। बर्मुडा महासागर बर्मुडा त्रिकोण कुन महासागरमा छ भन्दाखेरि यो चाहिँ आन्ध्र महासागरमा रहेको छ।